ठ्याक्कै हामी ब्लु प्रभिन्समा आइसक्यौँ होइन यहाँनिर मान्छेहरू कार्ड पनि भेट्यो है हामीले डाइरेक्ट छिर्न दिन्छ कि दिँदैन थाहा होइन फाइनली हामी आइक्यान अफिस आयौँ होइन खुरापाती भाइको हो यहाँनिर हेर्न सक्नुहुन्छ यो चाहिँ अलिकति युनिक लाग्यो होइन मलाई ब्याङ्कको राष्ट्रिय वाणिज्य ब्याङ्कको 17औं गभर्नरको अहिले यहाँनिर हेलो गाई तपाईँलाई फेरि स्वागत छ मेरो अर्को ब्रान्ड न्यू भ्लगमा आज चाहिँ हामी के अरे कहाँ ठाउँ नाम त्यो भिलपिटी मण्डप पुलिस क्लबमा जाँदैछौँ यो चाहिँ हाम्रो के अरे आइक्यानबाट दिएको के अरे ओरिएन्टेसन प्रोग्राम हो होइन हाम्रो झाडो जस्तो कलेजले अझै पनि दिएको छैन लाग्दैन कि खासै दिन्छ जस्तो होइन त्यही पनि हेरौँ देला कि नदेला भनेर होइन दिन्छ जस्तो लाग्दै लाग्दैन साह्रो ठगेरै छोड्यो क्या दसैँमा अब दिन्छु भनेर गफ लाग्थ्यो तर अहिलेसम्म दिएन सो अब हामी जाँदैछौँ हामी चाहिँ अहिले कतिजना 4 जना छौँ होइन कन्टिन्युली फुल भिडियो हेर्दै गर्नु होला हाम्रो कलेज चाहिँ भयो होइन यता हेर्नु सक्नुहुन्छ इतोला कलेजले हामीलाई कहिले पनि किन ओरिएन्टेसन दिएन हाम्रो कलेजको टपर सेमी टपर मिडियम टपर केटाहरूले सुरुमा होइन टक्क के अरे गाडी छोड्न लाए अब फेरि बसमा जान्छु भनिरहेको छ होइन यस्तो हरामीहरू छ सुरुमा चाहिँ बाइक ल्याएको पनि छोड्न लाएँ अब चाहिँ गाडीमा जाने भन्ने मान्छे हो बसमा अरे अहिले चाहिँ भनेपछि त्यति भान्दिहाल्थ्यो त म आज बजारको वातावरण हेर्नु सक्ने भिड त्यति भिड चाहिँ छैन र अरू बेला त तर हामीलाई आशा छ कि बसभन्दा अगाडि हामी पुग्छौँ किनभने यहाँ यस्तो जाम लाग्छ नि बसभन्दा अगाडि मान्छे पुगिसकिन्छ होइन भिडियो कन्टिन्यू हेर्दै गर्नु होला यहाँ रैसी एरियामा पुगिसक्यौँ यहाँनिर हेर्नु सक्नुहुन्छ कति ठुल्ठुलो कलेजहरू छन् होइन अब हामी यो गल्लीबाट जान आँटेको जुन गल्ली अझ बढी घुम्छ है हिँड्ने यताबाट घुम्छ त अहिले चाहिँ हामी ठ्याक्कै यो धोबी खोला पुल आइसकेको छौँ होइन यहाँ मध्ये म सबभन्दा अगाडि रजिस्ट्रेसन भएको विद्यार्थी होइन मेरो अगाडि नै इन्भिटेसन आएको थियो यिनीहरूको पछि आएको होइन खास गरी यिनीहरूलाई बोलाएको म पनि गइरहेको छु भरे गइसकेपछि धक्का मारेर मलाई लान मारेर बाहिर निकालेर छैन आइक्यानमा लाग्यो होइन त्यही पनि म चाहिने प्रयास गर्दैछु तिनजना लाज बुझाएर म जाँदैछु यहाँ हेर्नु सक्नुहुन्छ भिड हामी रोड क्रस गर्नुपर्ने हुन्छ है रोड क्रस करना भी बच्चों की खेल नहीं है भन्ने यहाँ चाहिँ त्यस्तो अवस्था छ है गाडीको दबाब हेर्न सक्नुहुन्छ फेरि खतरा हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो काठमाडौँको ब्युटी भयो त्यो चाहिँ होइन त्यो चाहिँ एउटा काठमाडौँको बिजुली थियो होइन अब किन के थियो बालेन र रवि गठबन्धन भएको छ ए सुभाष समाधान यो नीति हुन्छ भविष्यको चिन्ता नगरौँ होइन हामी चाहिँ तल रोड क्रस गर्न आँट्यौँ है हाम्रो मामा हाम्रो बस्नु भएको छ उहाँ हामी चाहिँ यो हाइड्रोलोजी र के अरे मेट्रोलोजीको हामी यो डिपार्टमेन्टमा अहिले यहाँ छेउमा आइसकेको छौँ होइन यहाँ सबैतिर कार्यालय रहेछ सरकारी कार्यालयहरू भन्ने छ होइन त्यो एनआइएमबी के अरे एनआइएमबी ब्याङ्क पनि रहेछ यहाँ छेउमै मान्छे हेर्नु सक्नु यहाँ कति फास्टमा गइरहेको छ है अटो सबैतिर ठिक हो अहिले भरे त्यहाँनिर पुगिसकेपछि लाज मारेर मलाई बाहिर निकाल्यो भने त्यो त एउटा डेन्जर कुरा हो होइन त्यो नै अब जाँदैछु म जान्छु हेरौँ के हुन्छ त्यहाँ गएर होइन एउटा रिस्क त जिन्दगी मिल्नुपर्छ रिस्क हामी ठ्याक्कै सिंहदरबारको अगाडि छौँ पछाडि हाम्रो सिंहदरबार ठ्याक्कै अगाडि चाहिँ धरा छ अब यहाँदेखि हामीलाई लगभग पनि अझै पनि 10 दिन 15 मिनट लाग्छ त्यहाँ ठाउँमा जानलाई होइन र यहाँ आजको वातावरण हेर्नु सक्नुहुन्छ मौसम पनि ठिकै छ त्यो काठमाडौँ चाहिँ यस्तो पुस महिना पनि त्यति ढुसे चाहिँ नलाग्ने रहेछ होइन हाम्रोतिर भने त आँखै नदेख्ने भएको छ सो अब हामी चाहिँ त्यहाँ गएर डाइरेक्ट भिडियो बनाउने छौँ ठ्याक्कै हामी ब्लु प्रभिन्समा आइसक्यौँ होइन यहाँनिर मान्छेहरू भिड हेर्नु सक्नुहुन्छ उहाँबाट हेर्नु सक्नुहुन्छ केटाहरू यहाँ पुरै मस्त बसिरहेको छ त्यो चेकिङ पनि भएन गेटमा केही कुरा होइन त्यो ठिकै लाग्यो ए उहाँ त्यहाँ चेकिङ हुँदो रहेछ होइन म एकछिन भयो नि खुसी भयो तर केही छैन बाहिर जाने त्यहाँनिर बेड हेर्नु सक्नुहुन्छ खासै चाहिँ रहेन रहेछ त्यही आउँदैछ मान्छेहरू हामी त्यो भिडको हिसाब भन्न गइरहेको छौँ होइन त्यहाँनिर के बाटो छ ज्ञान सोध्दैछ अरे हामी त्यो भिडको विचार गर्नु गइरहेको छौँ अब मेरो चाहिँ के अरे फेरि आइक्यानबाट उ चाहिँ ल्याउनु पर्ने भयो होइन के अरे कार्ड सो अब हामी चाहिँ फेरि 2 जना चाहिँ अब आइक्यान जान आँटेको साथीहरू होइन हामी चाहिँ अब भगवान्ले उसलाई हेला गरेछ भेदभाव गरेछ रेसिजम अनि यहाँनिर 2टा हेर्नु सक्नुहुन्छ पुरै दाँत देखाएर छ कस्तो केटाहरू होइन ग्याप्स होइन नि लगाएर होइन हामी समस्यामा छ साथीहरू स्क्याममा चाहिँ अरे अहिले चाहिँ हामी ट्याक्कै बाघ बजार निस्किँदैछौँ होइन हामी जाँदैछौँ हामीले यो पनि कम्पनी जाने त्यहाँबाट लन्च कार्ड पनि दिँदो रहेछ अब त्यो कार्ड हामी म्यानेज गर्छौँ आइक्यानको सिधै आइक्यानको कार्ड हामी म्यानेज गर्छौँ त्यो
आइसक्यौँ। अब हामी सिधा सातो बाटो निस्किनुपर्ने हुन्छ होइन। अलिकति टाढै छ यहाँबाट करिब 3-4 किलोमिटर होला। हाम्रो हल्का यहाँ ठोकाइ पनि भयो गाडीको होइन। त्यो पनि केही छैन, त्यो आँधेर इन्डिकेटर कता मात्र मान्छे कता हिँडिरहेको छ अनि खान्छ पुगे खान्छ साथीले गर्नु भएको छैन। अब हामी चाहिँ खोल्ले खोला बाटो हिँड्दैछौँ अहिले होइन। हेर्नु सक्नुहुन्छ धुलो कति छ यहाँनिर। राइटले हामी कहाँ आइकन अफिस आउन लाग्यो। फाइनली हामी आइकन अफिस आयौँ होइन। भित्र बस्नुपर्ने छ। हाम्रो लागि मामु घर जस्तो भयो नि यार आएको साथीले चाहिँ भन्दैछ कि लाइक के अरे उ त्यो ल्याएर पनि कार्ड ल्याएर पनि पस्नु चाहिँ दिनु हुन्छ। अब यहाँ हामीभित्र पनि कुरा गर्न आँटेको। सो हेर्नु सक्नुहुन्छ यहाँको वातावरण। चलो के अब भित्र बस्न कोलेट्रल हुन्छ। कार्ड चाहिँ लिइसक्यौँ होइन। अब यो साथीले चाहिँ त्यहाँ गएर कुरा गर्ने, म त भन्दैछु बरु नजाने भनेर उसले साथीले चाहिँ म गरिहेर्छु नि, ट्राई गरिहेर्नु के जान्छ त्यो पनि हुनु त। अब त्यो पनि अब हेरौँ कस्तो हुने रहेछ। एउटा एक्सटेन्डेन्ट म्यानेज गर्नु सक्छ होला उसको अनुसार भन्दैछ नि। यहाँबाट हामीले चाहिँ कार्ड लिइसक्यौँ है। कार्ड हेर्नु सक्नुहुन्छ। अब टक्क हामी उहाँदेखि अगाडि मेरो बाइक पनि दिने अन्टेको जाने हो। त्यसपछि हामी चाहिँ रेन्ट आउनु बस्नु आँटेको छैन। एउटा कार्ड पनि भेट्यो है। हामी चाहिँ डाइरेक्ट छिर्न आँटेको थियौँ। छिर्न दिन्छ कि दिँदैन त थाहा भएन। त्यो बस्ने चाहिँ ट्राई गरिरहेको छु है। उहाँहरूको सम्पूर्णको चाहिँ तपाईँको जुन सिएको चरित्रबारेमा चाहिँ मलाई के लाग्छ भने सिए परम्परा साइन गरेको यो साथो भएर गर्नुहुन्छ यो खालको चाहिँ ट्रस्टको चाहिँ गार्जेन्सी नै एकदमै अपडेट गर्नको लागि एकदमै मोडर्नाइज गर्नको लागि लागिरहेका छौँ। यहाँहरूको चाहिँ यहाँहरूको बेस्टको लागि चाहिँ आइकनले एभ्री चाहिँ नाउ एन्ड देन खुरापाती भाइको हो अर्कालाई फसाउन प्रयास गर्ने। अब उहाँहरूले चाहिँ यो जसरी लामो तरिकाले गुड मर्निङ भन्नुभएको छ नि, त्यसै गरी लामो घन्टा पढ्ने होइन, लामो नोट्स पढ्ने, मोटो किताब पढ्ने होइन, धेरै दिनसम्म पढिरहने वचन गरे हो कि नि त हो। ल भन्नु त के गर्छ के प्रोमिस हो ल जाने झ्याउ लाग्यो मलाई त झ्याउ लाग्यो मलाई त मलाई नि त मलाई नि त्यस्तै लाग्यो। के नाम यसपालि हाम्रो आइक्यानको फाउन्डेसनमा 692 स्टुडेन्टहरू भाइ बहिनीहरू भर्ना हुनुभएको छ। त्यो मध्ये सबैभन्दा प्राउड स्टुडेन्ट भनेको उहाँ हो होइन। सो वी आर अलरेडी कनेक्टेड कञ्चन एन्ड मी होइन। ल तिम्रो क्युआर कोड ल्याऊ ल आफै हाल है यहाँबाट आफै हाल है कमाउनु उसले आफै ट्रान्सफर गर्दैछ है मेरो एकाउन्टबाट। के थाहा एउटा सुन्ना बढी पो हाल्यो कि होइन। को अडिट गर्ने कोही आउनु भयो है अडिट गर्ने 10,000 पुरस्कार पनि अडिट दिइरहेको गर्न आउँछ ठिकै छु ल। च्यानमाथि सिलेन्डर ओके ल उसलाई के नै फरक पर्छ र जम्मा 74 आत्मा त स्वर्गतिर ढकेलिएका थिए। उसलाई के नै फरक पर्छ र सबै युवा शक्ति त चिहानतर्फ हिँडाइएका थिए। उसलाई के नै फरक पर्छ र देश सुधार्ने पो सब बनेर मौन भएका थिए। उसलाई के नै फरक पर्छ र मत नहाल्ने आवाजहरू त मेटिएका थिए। आमाको वेदना ढलेर सक्यो, बुवाको आस घिस्रदै तडपेर मर्यो, तर उसले भने नयाँ घरको शिलान्यास गर्यो।
शोषण विरोधीको सङ्ख्या घट्यो, भ्रष्टाचारमा सहजता बढ्यो, तर उसले भने फेरि त्यही गनाउने राजनीति अगाडि बढायो। कुनै एउटा टेम्पटिङ कुरा हो नि त। म आफूलाई पनि च्यालेन्ज गर्छु। मैले मेरो बेडरुममा लाइक महिनामा कमसेकम 15 दिन मोबाइल राख्दिनँ, बेडरुममै राख्दिनँ। हामी घरमा कसैले पनि एक ठाउँमा राख्छ, हाम्रो एउटा कुनै ह्याङ्गर छ, सबैजनाले सुत्ने बेलामा मोबाइल त्यहाँ राखेर जान्छ। कमसेकम अ विक इन अ मन्थ अथवा फ्यु डेज अ विक त्यसो गर्ने गरिरहेको छ। त्यो कुरा आजभोलि तपाईँहरूको टाइम कति घन्टा खाइरहेको छ हेर्नुहोस् न, सोसियल मिडियाले हेर्ने भइहाल्यो नि होइन। त्यो घन्टा मात्रै पनि पढाइमा लगायो भने सिए भइहाल्छ हो। र तपाईँहरूले यदि साँच्चीकै त्यही 29 को फेब्रुअरी 14 अथवा 15 सिए वीरेन्द्र बडो यस्तो संस्कारहरू धन्यवाद। गिफ्ट के हो यो? सरलाई गिफ्ट हानिदिरहेको के गर्नु यस्तो कि तपाईँलाई एउटा कुरा भन्नु ल। मैले अघि भनेको थिएँ नि, सिए भनेको एउटा यस्तो हेभी वेट चिज हो नि होइन। संसारमा सबै चिज हल्का लाग्छ कि। मैले सिए पछि अरू 7वटा विषयमा डिग्री गरेँ होइन। मलाई त्यो त के छ भने बच्चेका गेम भन्छ नि, यो त बच्चेका खेले जस्तो लाग्छ बुझ्नुभयो। डराउनु भने होइन फेरि त्यति एउटा इम्पोर्टेन्ट छ, यति नलेज हुन्छ, यो मल्टिडिसिप्लिन नलेज हुन्छ बुझ्नुभयो। 6वटा सब्जेक्टमा मास्टर्स हुन्छ, 6वटा सब्जेक्टमा। के हो वीरेन्द्र के गरे बाबु? म त मोडलिङ गरेको पैसा लाग्छ नि फेरि मलाई मिडियामा हाल्ने भने केही प्रमोट गर्ने होइन नि हो। यस्तो हो, यही हो। गुड मर्निङ सबैजनालाई है, जय नेपाल, शुभ प्रभात सबैजनालाई। मेरो नाम चाहिँ वीरेन्द्र बडवाल हो। म के भन्न आएको भन्दाखेरि फर्स्ट टाइम हो है स्टेजमा। जहिले पनि स्टेजमा बोल्दाखेरि के सोध्नुपर्छ थाहा छ? मेरो अगाडि भएका सबै भुसका बोराहरू हुन् भनी सोध्नुपर्छ। के सोध्नुपर्छ अरे? यी भुसका बोराहरू भनी सोध्नुपर्छ कि आफ्नो अगाडि भएको जति मलाई आनन्द चाहिँ बोल्न सकिन्छ ल बोल। सरी है, मैले त फर्स्ट टाइम हो स्टेजमा आएको। अहिलेसम्म मैले मेरो पहिला 10 क्लासमा म स्टेजमा साथीहरूले मलाई फसाइदिने कि जहिले नि स्टेजमा प्रेजेन्टेसन गराउनु छ मेरो जहिले खुट्टा काट्ने कि जहिले मलाई फसाउने फेरि जहिले स्टेजमा अगाडि जानुलाई त्यो हुन्छ नि त के भन्छ इच्छा लागेन मेरो नाम भन्ने मलाई खुट्टा काट्थ्यो। अहिले चाहिँ म डाइरेक्ट यहाँ स्टेजमा बोल्दैछु केही मिस्टेक हुन सक्छ आनन्द रिल्याक्स गर्नु छैन, केही मिस्टेक हुन सक्छ त्यसको लागि अगाडि नै सरी है। हजुर ओके सर, आई विल ट्राई माई लेभल बेस्ट, मिस्टेक नहुनेलाई मिस्टेक गर्दैन होला। म चाहिँ वीरेन्द्र बडवाल, आई एम फ्रम बर्दिया। म सिए जोइन किन गर्न आएको? सो सिए सबैजनाले प्रेसरमा पर्छन् अहिले 24 आवर्समा 18 आवर पर्छन्। म चाहिँ सिएमा रिल्याक्स चिज पारामा कसरी कटाउनु सकिन्छ भनेर आएको हो। म चाहिँ भ्लगिङ पनि गर्छु, मैले भ्लगिङ गरेको 1 मन्थ भयो। 1 मन्थ एनिभर्सरी आज ठ्याक्कै 1 मन्थ। मेरो चाहिँ अहिले चाहिँ 154 पुगिसकेको छ सब्सक्राइबर। सो थ्याङ्क यू सबैजनाले। म चाहिँ सिए गर्ने देखेर छु आफ्नो लाइफमा पास हुन्छु फेरि हुन्छु, त्यो पछिको कुरा हो। आफ्नो चाहिँ सक्दो प्रयास गर्छु, म पास हुन्छु, रिल्याक्स चिल गर्दै पास गर्छु। म चाहिँ नेपालमै किन मैले 2 वर्ष लस गरेको एमबिबिएस। मेरो कलेज स्टोरी मैले सर्टमा हालेको छु होइन। कलेजले मेरो म कलेजलाई के भन्न चाहन्छु, एकदम मलाई मन नगरेको कलेज म फेलियर हो। कलेजमा मैले 4-5 विषय कहिले जहिले फेल म लास्टमा मात्र फेल भएको, पास भएको 1 महिना पढेर पास भएको मान्छे हो क्या। म कलेज स्टोरी हेर्नु होइन टिकटमा। म वानले जब सिए गराउँछु होइन यही स्टेजमा आफ्नो फुल कलेज स्टोरी कलेजको फुल बारेमा भन्छु। अहिले चाहिँ म भन्दैन, कलेजको बदनाम गर्न चाहँदैन। अहिले चाहिँ म मेरो कलेज खत्तम कलेज थियो कि म अहिले चाहिँ म भन्दैन। म जब सिए कम्प्लिट गर्छु वानले म चाहिँ अलवेज चुज गर्छु फेलियर इज द बेस्ट टिचर इन द वर्ल्ड। म सुन्नु फेलियर भन्नाले म टपर गर्छु बसेँ। म 10 सम्म टपर नै थिएँ, टपर होइन टपर चाहिँ थिएन, सेकेन्डसम्म आउँथ्यो है। अनि त्यसमा इयरली डिलेमा म रिल्याक्स गरेर गरेँ, म फेल पनि भएँ, म जानी पनि फेल भएँ कि टपर मेरो सेममा कलेज स्टोरी भन्छु है। म चाहिँ कलेज नाम भनेर म चाहिँ हजुर के भने ओके म कलेज स्टोरी हो त
ल ल ल ल ल वीरेन्द्रलाई धेरै धेरै शुभकामना छ। वीरेन्द्र चाहिँ अब सिए भएर 2029 को फेब्रुअरी 15 ल ल ल। अनि मैले यहाँ अहिले कञ्चनको एउटा मोबाइलमा उसले एउटा स्क्रिनमा राखेको रहेछ, के भन्छ होला स्क्रिन सेभर। अनि यहाँ चाहिँ लेखा छ सिए कञ्चन सिंह भनेर उसले म्यानिफेस्ट गरेको रहेछ कि मलाई धेरै मन पऱ्यो तपाईँलाई देखाएको है। र हाम्रो जमानामा मोबाइल थिएन कि मैले के गरेको थिएँ भने बाथरुममा एउटा, अनि खाना खाने ठाउँमा, पढ्ने ठाउँमा 4वटा, र अनि ढोकामा छिर्ने ठाउँमा, निस्किने ठाउँमा, सबै ठाउँमा यस्तै गरी लेखेर टाँसेको थिएँ मैले। त्यहाँ चाहिँ डेट पनि लेखेको थिएँ, म यो दिन सिए हुन्छु भनेर होइन। टोइलेटमा बस्दाखेरि अगाडि देखिने ठाउँमा कि होइन। हो हाम्रो माइन्ड अघि भने नि, माइन्ड भनेको कस्तो हुन्छ अरे अब चाहिँ ओपनिङसँग लागि चाहिँ प्रिपेरेसन गरेको छ। अब उहाँले सायद सङ गाउनुहुन्छ होला मेबी, भिडियो कन्टिन्युसली हेर्दै गर्नु होला। अन्याय सहन्न म तृष्णा सहन्छु, तिरस्कार सहन्न म आगो सहन्छु। अन्याय सहन्न म तृष्णा सहन्छु, तिरस्कार सहन्न। मेरो शिर उडाऊ बरु त्यो सहन्छु, तर कोही परायाले टेके सहन्न, टेके सहन्न। बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो। पखेरोमा जन्मे चाकुरामा खेल्ने म झुक्दैन झुक्ने नेपालको छोरो, म झुक्दैन झुक्ने नेपालको छोरो। हस् धन्यवाद। साथीहरू चाहिँ पुरै सुट बुटमा अहिले आउनुभएको छ होइन, हेर्नु सक्नुहुन्छ पुरै कोट टोट लगाएर। एउटा एकजना अझै कता गयो यता के खोइ राम्रोसँग पुरै हिरो जस्तो भनेर आएको छ होइन। फाइनली मैले चाहिँ कार्ड चाहिँ पाएँ। ऊ साथीले एउटा कार्ड व्यवस्था गरिदियो, अनि लन्चको कार्ड चाहिँ मैले लिएँ होइन। ल ल ल प्रश्न सोध के सोध्यो यो अर्को यहाँ अर्को एउटा साथी पनि यस्तो सोध्यो के यस्तो के भएन फेरि मोबाइल यस्तो लगाएन सोध हजुर यहाँ किन आउनु सर्वप्रथम त मेरो नाम मासु भात खान म चाहिँ आइक्यानमा पढिरहेको छु होइन अहिले आइक्यान अन्तर्गत प्राइम सिए ब्रान्चमा त्यो प्राइम सेफ इन्स्टिट्युटको बानेश्वर ब्रान्चमा अहिले हाल फिलहाल फाउन्डेसन लेभलमा पढिरहेको छु। आज ओरिएन्टेसन प्रोग्राममा हामी यहाँ नेपाल पुलिस क्लब रिक्रुटमेन्ट मण्डप नजिकको नेपाल पुलिस क्लबमा आएको छौँ। तपाईँलाई कस्तो लागिरहेछ, मतलब अहिले कस्तोसम्म फिल भइरहेछ कि यो अलिकति प्रोडक्टिभ थियो कि थिएन भने जस्तो लागिरहेछ? प्रोडक्टिभ त त्यस्तै होइन सरसँग ठिक ठाक इङ्ग्लिस जस्तो पनि हुन्छ क्या अहिलेसम्म त ठिक हो। अब नेपाली कि इङ्ग्लिस हो कम्प्रोमाइज गर्नु होला। अहिलेसम्म त ठिकै छ, त्यस्तो ठिकठाक भनौँ मोटिभेसन भइरहेको छ। तर मोटिभेसन भन्दा नि अलिकति यहाँ फेरि अब उनीसँग बस्न पारे उनी चाहिँ कता हुनुहुन्छ उनी अहिले त मभन्दा धेरै टाढा छ, तर कता चाहिँ थाहा छैन जन्मेदेखि अहिलेसम्म भेट्टाएको छैन। चान्दको कुरा कतै चान्द मुनको कुरा गरे होइन नि त्यो चाँद त उनको अगाडि ऊ हो के एउटा ढुङ्गा त्यो चाँदको त्यो जति छ नि त्यो रोशनी उनको अघि त त्यो यस्तो कोइला एउटा गजल सुनाएर जानु गजल फोन ल्याएन यार त्यही पनि यस्तो मुखबाट साथी मेरो साथी जब मैले उनलाई देखेँ होइन, जब मैले उनलाई पहिलो पटक देखेँ, यो चाहिँ मैले उनलाई फर्स्ट टाइम देखेको बेला होइन, उनको बारेमा वर्णन गरेँ मेरो मुखमा शब्द आएनन् के शब्द आएनन् उनको बारेमा लेख्न किताबका पानाहरू पुगेनन्। यति हो अहिले मिठो 2 लाइन जति आफूले आफ्नो भावना राखेर बुझिदिनु होला। धन्यवाद होइन। यो के युट्युब च्यानल युट्युब च्यानलमा चाहिँ युट्युब च्यानल भिडियो पनि आउँछ तपाईँलाई होइन। यो छ नि उनीलाई पठाउनु चाहिँ नबिर्सिनु होला। उनीलाई त पठाउने होइन, मलाई त थाहा छैन, उनीलाई त थाहा छ। हामी टक्क फेरि जान्छौँ भित्रतिर होइन। तिमी कता बसिरहेको हामी भित्र बसिरहेको छ यता तल साथीहरू एउटा फोटो ए फोटो साथी फोटो खिच्नु पर्छ।
यहाँनिर हेर्नु सक्नुहुन्छ के ओ यो के हो थाहा छ कसैलाई अब स्टोरेज रुम के रुम अरे होइन जो यहाँनिर हेर्नु सक्नुहुन्छ भित्र त्यस्तो छ यो चाहिँ हल हो यता भित्र त हलै भइहाल्यो होइन यता बाहिर मेरो यता यो केही राख्नलाई चाहिँ बनायो होला यिनीहरू सायद होइन अनि यहाँनिर हेर्नु सक्ने विद्यार्थी सङ्ख्या पनि त टन्ने रहेछ उतातिर चाहिँ त्यो के प्र्याक्टिस गर्ने केही पुलिसहरूको के रहेछ भित्र चाहिँ खासै ठुलो चाहिँ रहेन तर ठुलो त ठुलै हुन्छ वाइल ठुलै छ ठुलो चाहिँ त्यो धेरै ठुलो कम्पाउन्डमा घेरेको छ यता यो एरिया चाहिँ अलिकति सानै छ सो भिडियो कन्टिन्युसली हेरिदिनु भएको पनि धन्यवाद होइन फेरि हामी हलतर्फ लाग्दैछौँ मैले खाजाहरूको व्यवस्था चाहिँ एकछिन हुन्छ होला अनि प्रोग्राम पनि हुन्छ होला डान्स गान यताउति लाग्दा होइन त्यो खेलकुद गर्ने ठाउँ चाहिँ रहेछ होइन यता चाहिँ टक्क लाएर त्यो त बाहिर एक्जिबिट भइहाल्यो यहाँनिर हेर्न सक्नुहुन्छ यो चाहिँ अलिकति युनिक लाग्यो होइन मलाई हेर्नु यो के छ यसो यो के कमल फुलहरू अनि यता यो लाब्ला लुब्लु के को लागि यो देखाएको त्यो थाहा भएन होइन यहाँ ओरिएन्टेसन प्रोग्रामहरू दिएर छ 13 पोस्ट सो अब हामी भित्र जाउँ भनेको होल नै खाली रहेछ भित्र होइन सो हामी भित्र चाहिँ नजाने पऱ्यो अहिले एकछिन अब खाली भएपछि मात्रै जाने हो यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ पुरै पानी आउने बिच त्यो पानी झर्ने है झर्ना जस्तो पुरै बनाएर दामी रहेछ यो चाहिँ यता पनि टन्ने स्पेस छ होइन उता चाहिँ बाहिर निस्किने ठाउँ हो उता चाहिँ उतापट्टि चाहिँ अब यता चाहिँ दिने स्पेस यताबाट पनि माथि जान्छ ठाउँ यो स्पेस चाहिँ ठुलै छ तर त्यो एरिया चाहिँ त्यो अघि जुन एरियाको त्यो चाहिँ हल्का सानो छ अनि यता चाहिँ सबै एरिया ठुलै छ यत्रो एरियामा राम्रै एउटा जे भयो भने यो चाहिँ एउटा ब्याक गेट हो है यताबाट पनि जानु मिल्छ र भित्र सो अहिले हामी चाहिँ यताबाट जाँदैनौँ अहिले एकछिन चाहिँ बाहिर बस्नु भने यताबाट पनि सानो निस्किने जस्तो रहेछ के रहेछ यो तल ग्राउन्डको होला पार्किङ ग्राउन्डको होला सायद यताबाट बाहिर जाने बाहिर झेल्नु सक्नुहुन्छ जस्तो छ स्पेस उता चाहिँ पार्किङ गर्ने ठाउँ छ है गाडीहरू बाइकहरू यताउति यो ठिकै छ यता अब डेकोरेसन पनि राम्रै गरेको छ यतिको अनुसार पुलिस क्लबहरूको अनुसार चाहिँ क्लबहरू पनि यतिको हुनु त राम्रै हो है लगभग यहाँ चाहिँ स्कलरसिपहरूको बारेमा त्यो सुनेको फाउन्डेसन एप्लिकेसन सबै लेभलहरूको बारेमा चाहिँ क्यालिफाई गरेर राख्छ होइन टन्नै आइरहेको छ अहिले हामी एउटा अझै भ्लगर साथीसित भेटेको छौँ होइन वेलकम ब्याक मेरो चाहिँ वीरेन्द्र बडवाल वान एडर भ्लगिङ च्यानल चाहिँ तिम्रो मेरो चाहिँ जेनजी भ्लग भन्ने छ दुइटैलाई सपोर्ट गरौँ है दुइटैलाई सपोर्ट गरेर अगाडि बढ्नु साथीको च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला होइन नयाँ हुनुहुन्छ भने है दुइटैलाई सपोर्ट गरौँ दाजु भाइलाई कन्फिडेन्स पुरै छ है साथीको चाहिँ कन्फिडेन्स चाहिँ राम्रो एकदम राम्रो छ भ्लगिङमा होइन सो जहाँ पनि गएर ट्याक्क बनाइदिएछ अघि मैले भिडियो पनि मेन्सन गरेको थिएँ होइन त्यो भिडियो चाहिँ हेरिदिनु पनि होला है हस् त धन्यवाद अब चाहिँ लन्चको टाइम भयो है हामी चाहिँ हिँड्न आँट्यौँ हेर्नु सक्नुहुन्छ भिड सबै खाली भइसकेको छ माथि पनि यस्तो खाली भइसक्यो पछाडि गेट गर्दैछु न केटाहरू पुरै खाना खुवाइ हुँदैछ होइन पुरै खाना सेयर गर्दै गर्दै खाइरहेको छौँ हामी उहाँ हाम्रो साथीलाई हेर्नु सक्नुहुन्छ पुरै हानिदिरहेको छ है खुवाइ चाहिँ मराउँदैछ होइन पुरै लदाइसक्यो साथी बजार त बाबुले फुटी खाने हुँदैछ बाबु तिमी फुटी नखाने कहाँ हाम्रो साथी चाहिँ यसमा अब फोटो खिच्न गइरहेको छ है हल हेर्नु सक्नुहुन्छ यस्तो पुरै ठुलो हल छ है अब यहाँ चाहिँ हामी फोटो खिच्न रेडी छौँ है अब हाम्रो लन्चको प्रोग्राम सकेर होइन टक्क अब यो डान्सिङ प्रोग्राम अब सुरु हुनेवाला छ रनिङ ब्रेक खतम भएर होइन अहिले चाहिँ टक्क ध्यान पेरो है अनि अहिले चाहिँ टक्क अब डान्स पुरै डान्सिङहरू हुन्छ है त्यो भिडियो कन्टिन्युसली हेर्दै गर्नु होला साथीहरूले हेलिकप्टर उडाउन आँटेको होइन पुरै पम्प के गर्यो है हेलिकप्टर पनि उडाउने क्षमता नभएको हाम्रा साथीहरू छन् होइन केही छैन त्यस्ताले के गर्छु भन्छ है कपिराइट आउन सक्छ
क्याप 3मा फर्स्ट र्याङ्क ल्याउनेलाई यहाँ पुरस्कृत गर्दैछन् सम्मान साथ। नेपालको इतिहासमा टप 1 नाम ल्याउने निकाल्नु सफल भएको उहाँलाई पुरस्कृत गर्दैछन् होइन हेरिराख्नु सर्वप्रथम त मलाई यहाँ बोलाएर मेरो अनुभव सुनाउने अपर्च्युनिटी दिनुभएकोमा म आइक्यानलाई एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु र साथसाथै यस्तो यङ एनर्जीका साथ फुल प्रोग्राममा पार्टिसिपेट गर्नुहुने सम्पूर्ण साथीहरूलाई पनि म एकदम धन्यवाद दिँदै आफ्नो लागि जोरदार ताली बजाउनु म यस स्टेजबाट आफ्नो विगतको 5 वर्षको सिएको जर्नी यसमा आफूले गरेका केही गल्ती अथवा आफूले गर्नु गरेका केही राम्रो कामहरू तपाईँलाई भनेर आफ्नो एक्सपिरियन्स सेयर गरेर तपाईँलाई आफ्नो वितरण गर्दैछन्। हेर्न सक्नुहुन्छ क्लियरली देखाएर हेर्दैछ। हेर्न सक्नुहुन्छ अहिले राष्ट्रिय ब्याङ्कको राष्ट्रिय वाणिज्य ब्याङ्कको 17औँ गभर्नरको अहिले यहाँनिर आउनु भएको छ होइन उहाँ हुनुहुन्छ। उहाँ चाहिँ 17औँ गभर्नर राष्ट्रिय ब्याङ्क नेपाल राष्ट्रिय ब्याङ्कको र उहाँको अब खानाहरू ट्रबल गर्नु होला सब्सक्राइब भयो भन्नु छ कि भिडियो पनि कन्टिन्युसली हेर्दै गर्नु होला र यहाँसम्म हेर्दै गर्नु भएकोमा पनि धन्यवाद। उहाँ पनि सिए नै हुनुहुन्छ है। गभर्नरको भाषा सुन्दा पुरै बोर भइयो होइन। त्यही केटाहरू चाहिँ एकछिनको भाषा उताको भाषा सुन्नु हुन्छ नि त आफ्नै गफ दिइदिन्छ है। हामी पनि यहाँ पुरै बोर भएर कतिखेर गाना बोल्छ कतिखेर गाना बोल्छ अगाडिको ब्रिज पनि त्यस्तै छ पुरै भाषा हेर्नु सक्नुहुन्छ यहाँ होइन कपला डाँडा नाच्दा होइन। म चाहिँ के अरे उहाँ अघि युट्युबबाट चाहिँ के अरे पुलिस क्लबबाट त्यहाँ ओरिएन्टेसन प्रोग्रामबाट पनि म अहिले घर रुम फर्किसकेँ होइन। र त्यतिखेर मेरो मोबाइल पनि चार्ज खत्तम भइसकेको थियो पुरै डेट भइसकेको थियो। त्यही भएर मैले भिडियो पनि अरू बनाउनु पाइनँ। सो त्यसको लागि चाहिँ सरी होइन। अब तपाईँहरूले चाहिँ फुल भिडियो वाच गरिदिनु भएको पनि धेरै धेरै धन्यवाद र होइन। यदि यो च्यानल तपाईँ नयाँ हुनुहुन्छ भने च्यानल पनि सब्सक्राइब गरिदिनु होला र भिडियो कस्तो लाग्दो हो त्यस्तो पनि प्रतिक्रिया दिँदै गर्नु होला। हस् त भेट्ने चाहिँ अब म अर्को नयाँ भिडियोमा। धन्यवाद।